हेलो साथीहरू, म ग्याङ्स आज हजुरलाई एउटा कहानी सुनाउने गइरहेको छु जसको शीर्षक हो बारिश। अनि यो कहानी हिजो भर्खर मैले आफ्नो नाइट सेगमेन्ट जसको नाम हो हिन्दीमा हाँ मुझे भी होता है, त्यसको मतलब कि मलाई नै हुन्छ, त्यसमा म लाइभ जान्छु। अनि त्यसमा मैले यो कहानी सुनाएको थिएँ हिन्दीमा, त्यति राम्रो भएन, तर अब यसलाई मैले नेपालीमा सुनाउन चाहन्छु। अनि यो जो कहानी छ यसको आइडिया अनि एटमोस्फियर जो छ त्यो मैले कोलकाताको एउटा एरिया न्यू टाउन, त्यहाँ एउटा डिएलएफ बिल्डिङ छ जसमा काम गर्छ मान्छेहरू थुप्रै, त्यसको आसपासको दोकानहरूलाई सोचेर गरेको हो। अनि जो कोलकातामा भिजिट गरिसकेछ उहाँलाई थाहा छ कि कस्तो हुन्छ यहाँतिर दोकान है। ब्याम्बोजहरूको त्यो स्तम्भ हुन्छ, फेरि माथि प्लास्टिक र तिरपालले ढाकेको हुन्छ, साइडदेखि वाङ्गै हुन्छ। त्यो सोचेर मैले यो कहानी लेखेको हो। एउटा सुन्दर कहानी, एउटा सानो लभ स्टोरी जस्तो भनौँ। त ल अब कहानी स्टार्ट गरौँ। कहानीको नाम शीर्षक बारिश। पानी ठुलै पर्दै थियो। मैले छाता पनि लिएर गएको थिएन, त्यही भएर पानीदेखि बस्नेको लागि म रोड साइडको खानेको दोकानमा गएँ। दोकान धेरै ठुलो थिएन अनि म जस्तै थुप्रै मान्छे त्यहाँ उभिने आइसके थिए, तर राम्रोसँग कुनै पनि पानीदेखि बस्न सके थिएन किनकि ब्याम्बूको त्यो स्टम्प थियो र उसलाई ढाक्ने पनि प्लास्टिक र तिरपाल थियो अनि साइडदेखि वाङ्गै थियो जहाँदेखि पानी पस्दै थियो भित्र। अब ठाउँ पनि धेरै थिएन, त्यही भएर म त्यतै उभिएँ। अनि त्यही बेलामा अब हावा पनि तेज हुन लाग्थ्यो अनि अब मेरो जो मुस्किल छ त्यो धेरै बढ्दै गइरहेको थियो। त्यतादेखि बसको बाटो धेरै टाढा थिएन, तर मलाई आफ्नो ठाउँमा जानेको लागि पारी जाने पर्न थियो अनि त्यो बारिसको बेलामा यो सम्भव थिएन। मेरो नाम समर हो अनि म कोलकातामा आएको थियो कामको सिलसिलाले, किनकि अलिकता कम्पनीजमा मैले आफ्नो इन्टरभ्युज लाइनअप गरेको थिएँ। त्यही भएर 4-7 दिनको लागि म कोलकातामा ही बस्ने थिएँ। तर त्यही बेलामा बस्यो मेरो नजर अलिक छिन पहिलासम्म जहाँ म पानीको बुन्ददेखि नै बस्नेको प्रयास गर्दै थिएँ। अब म पानीमा नाच्न चाहन्थेँ। मेरो इन्टरभ्यूको लागि जस्तो मैले तयारी गरेको थियो त्यो हिसाबले राम्रो भएको थिएन, त्यही भएर छिटो म आफ्नो रुममा गएर रेस्ट गर्न चाहन्थ्यो अनि इन्टरभ्यूको बारेमा धेरै सोच्न चाहन्थिनँ। तर अब त्यो घडीमा त्यो पलमा म चाहन्थ्यो कि सबै रोकिजाओस्, मैले जे हेर्दैछु त्यसैलाई हेर्दै जाओस् अनि मेरो मनमा जो खुसीको एहसास उबल्दैछ त्यो त्यस्तै बसोस् मसँग जीवनभरिको लागि। म मन्द मुस्कानको साथ आफ्नो अस्तित्वमा फर्केँ। सोच्ने लागे, पहिलो नजरमा प्यार यस्तो साँच्चैमा हुन्छ र? सहेलीसँग मोती जस्तो दाँतसँग रमाएर हाँस्दाखेरि यस्तो लागिरहेको थियो जस्तो कि त्यो पानी पनि परेको परेछ, किनकि त्यसले नि त्यो हँसी हेर्न चाहन्छ। अनुहार उसको गोलो गोलो, रङ्ग गोरो अनि यस्तो लागिरहेको थियो कि उसको सलवार जो सादा छ त्यसमा एउटा सन्तुष्टि बिस्तारै बिस्तारै उसको अनुहारको रङले झर्दैछ। अलि गिलो बाल, हाय एकदम कमाल। अनि त्यो बुन जो उसको अनुहारदेखि झर्दै थियो त्यो बेलामा मैले सोचेँ त्यो बुनसँग मैले आफ्नो जीवन पनि साट्न सक्छु त्यो मुकाममा हुनको लागि। अब उसको हाँस्दो रमाको अनुहार हेर्दाखेरि थाहै च पाइनँ कहिले मेरो मुखमा नि ठुलो एउटा मुस्कान आएको रहेछ। तर त्यही बेलामा मैले आफ्नो आँखा तल गरेँ किनकि मैले सम्झेँ मैले थुप्रै समयदेखि उहाँलाई हेर्दैछु। अब म त्यो कर्मचारीको माहौलमा एउटा छाडा केटा जस्तो त आफूलाई उपस्थित गर्न चाहन्थेन, तर उसको तरफ हेर्ने पनि थियो मलाई। हाम्रो बिचमा लगभग 10-12 मिटरको दूरी थियो, त्यही भएर मैले प्रयास गरेँ कि अलिकता उसको नजिक जाऊँ। त्यही बेलामा एउटा केटाले भन्यो, कोथाइ जाच्छिस? यसको मतलब बङ्गालीमा हुन्छ
कता गइरहेछस्? भाषा त उसको मैले बुझेन, तर उसको अनुहारको हावभावले, हाथ हल्लाको तरिकाले मैले भन्यो कि वो मैं थोड़ा भीग गया था तो थोड़ा बीच में जा रहा था। भीग सभी रहे हैं, एक जगह खडे रहो, त्यसले भन्यो। अब त्यस्तो पानी परेको बेलामा, मान्छे टन्ने भरेको बेलामा मैले आफ्नो ठाउँलाई अझै अप्ठ्यारो गर्न चाहन्थेन। त्यही भएर म त्यतै उभिएँ। अब हाम्रो बिचको दूरी धेरै त होइन, तर 4-5 मिटर कम्ती त भइसकेको थियो। अनि मेरो किस्मत नै राम्रो थियो कि तिनीहरूसँग कोही केटा थिएन। नत्र हजुरहरूलाई त थाहै छ, केटीहरूको ग्रुपमा एउटा केटा भयो भने त्यो केटा सधैँ प्रोटेक्टिभ मोडमा हुनेछ। अनि यस्तोमा म जस्तो आशिकलाई हेरेको भए के थाहा के हुन सक्ने थियो। अब त्यताबाट अगाडि जान अप्ठ्यारो थियो मेरो लागि, तर मैले सोच्दै थियो म कसरी उहाँसँग कुरा गरिसक्नेछु। त्यही बेलामा मेरो नजर उसको कम्पनी आइटीमा पऱ्यो, जसमा केही थाहा त पाइरहेको थिएन, तर कम्पनी आइटीको पछाडितिर ब्लू ब्याकग्राउन्डमा एउटा सेतो लोगो थियो जो एउटा ए जस्तो लागिरहेको थियो। अनि आइडीको स्ट्राइप पट्टामा पनि लाइट ब्लू कलर थियो, जसमा सेतो रङ्गले कम्पनीको नाम लेखेको थियो, तर त्यो पनि थाहा पाइरहेको थिएन। अनि अहिलेसम्म त्यो केटीसँग मेरो कुरा पनि भएको थिएन, तर मनमा मैले के सोच्न सुरु गरिसकेको थिएँ। मजा आइरहेको थियो। अनि मैले सोच्यो कि अब अफिसको काम त मलाई थिएन, किनकि भर्खर मैले इन्टरभ्यू दिएर आएको थियो, तर एउटा काम त मैले पाइसकेको थिएँ, उसको बारेमा थाहा गर्न। म उसलाई टल्ल परेर हेर्दै थियो। त्यही बेलामा उसको सहेलीले मलाई हेऱ्यो। मैले त्यही बेलामा आफ्नो टाउको तल गर्यो अनि अब अलिकति डर पनि लाग्न थाल्यो। म यताउता हेर्न थालेँ। सहेलीले बिस्तारै उसको कानमा कुनै के भन्यो। अनि त्यो बेलामा जुन अवस्थामा मैले चाहिरहेको थियो, जो हुन लाग्थ्यो त्यो भौस भनेर, तर त्यही बेलामा उसको र मेरो आँखा लड्यो। म हजुरलाई यहाँतिर व्यक्त गर्न सक्दैन कि मेरो मनमा कस्तो फिलिङ थियो। भर्खर तिनीहरूलाई थाहा पाएको थियो कि मैले कबदेखि उहाँलाई हेर्दैछु। त्यो बेलामा म डरी पनि रहेको थियो, तर मेरो खुसी अब साथमा आसमानमा निगुड्न लाग्थेँ। मैले यो नै सोच्दै थियो कि माया भनेको कति मिठो चिज हुन्छ। अनि सँगै यो नै सोच्दै थियो कि कोलकाताको पहिले दिनमै मैले मार खाने छु क्या। अब यस्तो असमञ्जसमा पर्दाखेरि म के गरौँ भएको जो थियो कि त्यही बेलामा तिनीहरूले फेरि कुरा गर्न थाल्यो अनि पहिला जस्तै हाँस्न थाल्यो। मेरो मनमा राहत आयो कि तिनीहरू कमसेकम मसँग नाराज त छैन भनेर। अनि अब फेरि म सोच्न थालेँ त्योसँग कसरी कुरा गर्न सक्छु। तर भर्खर भएको घटनाले म धेरै उसको तरफ हेर्दै थिएन। त्यही बेलामा मान्छेहरू हल्लिन लाग्यो, किनकि अब पानी बिस्तारै पर्दै थियो। मान्छेहरू आफ्नो अफिसको तरफ हिँड्न लाग्यो। त्यही बेलामा फेरि मैले घबराउँदै उसलाई खोज्न थालेँ। मेरो आँखाले फेरि उहाँलाई हेर्दै थियो, त्यही खुबसुरत ठुलो हाँसोसँग। तर यो पाल्टी उहाँको र मेरो दूरी बढिसकेको थियो। उहाँ आफ्नो अफिस जान थालेथे अनि बिल्डिङको गेटमा पस्ने भन्दा पहिला उहाँ एकपल्टि पल्ट्यो। मलाई थाहा छैन, म सपना हेर्दै थियो कि धेरै रमाएको थियो कि पागल भइसकेको थियो। तर यस्तो लाग्यो कि उहाँले कसैलाई खोज्दैछ, उहाँले के मलाई खोज्दै थियो। तर सायद उसको नजर मेरो माथि परेन होला, किनकि बिचमा थुप्रै मान्छेहरू थियो अफिस जानेको लागि। अनि त्यसपछि उहाँ गयो। तर मैले फेरि थाहा पाएँ कि त्यो सबै घटनाको बारेमा सोच्दाखेरि मेरो मुखमा नि त्यो ठुलो मुस्कान बसिजगाएको थियो। अनि यस्तो बेलामा मैले सोच्ने बाहेक के गरिसक्ने थियो। त्यही भएर मैले सोच्यो कि इन्टरभ्यू यति नराम्रो नि गएको थिएन यार, क्र्याक हुन जो सक्छ। त्यही भएर मैले एकदम पवित्र मनले भगवान्लाई याद गरेँ अनि भने, भगवान् यो जब मलाई चाहिन्छ। अनि भन्छ नि, साँचो मनले गरेको प्रार्थना पुरा हुन्छ। मैले चाकरी पाएँ, तर त्यो फेरि कहिले पाइएन।